नमस्ते सबैलाई। आज हामी अब दाउरामा खाना पकाइदैछौँ। आगोमा दाउरा बालेर अब ग्यासको अवस्था सिद्धिसकेपछि अब के गर्ने त। हाम्रो अन्तिम विकल्प भनेको उही पुरानो बाबुबाजेको पालादेखि चलिआएको अब खाना पकाउने हाम्रो इन्धनको स्रोत भनेको त्यही दाउरा नै हो। त्यसैले हामी अब दाउरालाई नै प्राथमिकतामा राखेर खाना पकाउँदैछौँ। ल हेर्नुहोस् यसरी आगो बलेर यहाँ कति मिठो तरकारी, अर्ग्यानिक तरकारी टक्कै आगोमा पकाइरहेछौँ। यहाँ ग्यास र चुलो उता छ यता, त्यसलाई होल्डोमा छ अहिले। त्यसलाई के गर्ने, कहाँ व्यवस्थापन गर्ने भन्ने कुरा अब हाम्रो घरको गृहमन्त्रीले गर्नुहुनेछ। ल सबैलाई धन्यवाद।